भुन्टीको नन्दको कालो करतुत नयाँ घरका मान्छेले थाहा पाए, त्यसपछि बिहे गर्दैनौँ भन्दै रिसाएर आए। विगत जसको पनि हुन्छ भन्दै केटाले भने, तर पनि दिदी नमानेपछि साह्रै दुखी बने। भूमिकाले भने यत्तिकै छोड्न पाउनुहुन्न भनी दिदी नमानेपछि साह्रै रिसा बनी। त जस्ती केटीले मेरो भाइलाई फसाउने भन्दै दिदी रिसाइन्, त्यसपछि जिन्दगीमा मेरो भाइको मुख नहेर भन्दै आइन्। र भूमिका भने साह्रै दुखी बनी, पटक पटक मलाई नछोड्नुहोस् भनी। नमस्कार दर्शकवृन्द, भुन्टीको नयाँ एपिसोड लिएर आइसकेको छु। यो एपिसोड सुरुबाट अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। भूमिकाको अब बिहे हुनेवाला थियो। बिहे गरिदिनको लागि पनि घरमा धेरै बिन्ती गरेर बिहे गरिदेऊ न मेरो राम्रो तरिकाले भनेर बिहे तयार पारेकी थिए। त्यसपछि अब भने बिहे हुनेवाला थियो र भूमिकाले आफ्नो हुनेवाला श्रीमानलाई भेट्न चाहिसके पछाडि चाहिँ उसले आफ्नो विगतको कुराहरू भन्न खोजिरहेकी थिए। अब विगतको कुरा नभनिसकेपछि पनि बिहे भइसके पछाडि भन्यो भने घरबाट निकाल्लान्, आफूलाई नस्वीकार्लान्, नराम्रो भन्लान् भन्ने हेतुले नै उसले भन्न खोजिरहेकी थिए। र भेटेर भनिसके पछाडि चाहिँ उसले केटाकै गाउँमा भेट्न जान्छे। तिमी यो गाउँमा भेट्न किन आए कि? म तिम्रै गाउँमा भेट्न आउँथेँ नि भनेर भन्दाखेरि, म तपाईँको घर हेर्न चाहन्छु भनेर चाहिँ उसले भन्छे। मेरो हुनेवाला घर म हेर्न चाहन्छु, त्यसैले आए कि नि भनेर भन्छे। त्यसपछि त्यही पनि मेरो मम्मी त्यसपछि दिदीले राम्रो मान्नुहुन्न तिमी यहाँ आएको, त्यसैले तिमी नआऊ भनेर म तिम्रै गाउँमा आउँछु भन्दाखेरि कस्तो हो र, आफ्नै घर पनि हेर्न नपाउने भनेर जबरजस्ती चाहिँ त्यो केटालाई भन्छे। त्यसपछि त्यहाँ एक ठाउँमा बसिसके पछाडि चाहिँ मैले तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा, इम्पोर्टेन्ट कुरा भन्नुपर्ने थियो भनेर भन्छ। अनि के कुरा हो भन न भनेर सोद्धाखेरि, तपाईँसँग भेट हुनुभन्दा पहिला सहरमा एउटा केटासँग मेरो सम्बन्ध थियो। त्यस पछाडि फेरि गाउँमै पनि स्कुलमा एउटा केटासँग सम्बन्ध थियो। सबै टिचरहरू, साथीभाइहरू, स्टुडेन्टहरूले पनि थाहा पाइसकेका थिए। त्यसपछि फेरि अर्कोसँग पनि थियो भनेर 3 जनासम्म केटा उसले पुऱ्याइसके पछाडि चाहिँ त्यो केटा छक्क पर्यो। तिमीलाई मैले पहिला पनि सोधेको हो तिम्रो सम्बन्ध के छ, कस्तो छ भनेर, तिमीले किन भन्न चाहिनौ भनेर भन्छ। पछाडि चाहिँ मलाई डर लाग्यो, भन्न मन लागेन र अहिले त भनेकी छु नि भनेर भन्छ। उसले पनि एउटा राम्रै आइडिया लगाएकै हो। बिहे फिक्स भइसकेपछि भनेपछि त पक्कै पनि बिहे क्यान्सल हुँदैन भनेर चाहिँ उसले सबै यो कुरा भनेकी थिए। त्यस पछाडि त्यो केटाले पनि मैले तिमीलाई भनेको यो किन नभनेको भनेर 3 छक्क परेर बस्छ। त्यस पछाडि उसले केही हुँदैन, अब म तपाईँलाई धोका दिँदिनँ भनेर भन्छ। त्यस पछाडि अब यो कुरा चाहिँ कसैलाई पनि थाहा हुनु हुँदैन है। तपाईँको आमा, दिदी, कुनै पनि परिवारलाई थाहा हुनु हुँदैन। तपाईँले आफ्नो दिदीले, आमाले भनेको कुरा नपत्याउनु होला, नसुन्नु होला, मेरो कुरा पनि सुन्नु होला। बिहे गरेपछि त दिदीको र आमाको मात्र कुरा सुन्नुहुन्छ जस्तो लाग्छ मलाई भनेर खुब एकलौटी बनाउन खोजिरहेको बेलामा ठ्याक्क त्यहाँनिर त्यो केटाको दिदी आइपुग्छिन्। दिदी आइपुगे पछाडि किन थाहा नपाउनु, कसलाई नभन्नु भने कि तैँले भनेर सबै कुरा सुनिसकेकी हुन्छन् र रिसले चुर हुन्छन्। तँ जस्तो एक चरित्रहीन आइमाईले मेरो भाइलाई फसाउन खोजे कि अहिले आएर बिहे फिक्स भइसके पछाडि 2-3 जना केटा थिए भनेर भन्न तँलाई लाज लाग्दैन? मेरो भाइलाई चाहिँ तैँले चौथो बनाउन खोजे कि भनेर चाहिँ घोचेर भन्छन्। त्यस पछाडि भने त्यो केटा, भूमिका एकदम अचम्म पर्छन्, छक्क पर्छन्। किन भन्दा भूमिकाको सारा करतुत, कालो करतुत चाहिँ त्यो दिदीले थाहा पाइसकिन्। त्यसै त दिदीले, आमाले स्वीकारेका थिएनन्, समयमा बिहे गर्दैनन्, भने जति धन सम्पत्ति दिएर बिहे गरिदिन सकेनन् भनेर चाहिँ उनीहरू रिसाइरहेका थिए। त्यसमाथि फेरि उसले आफ्नो त्यो केटाहरूको कुरा गर्दाखेरि चाहिँ मेरो भाइलाई चाहिँ चौथो बनाउन खोज्ने, मेरो सोझो भाइलाई तँलाई लाज लाग्दैन? आइन्दा आजको दिनबाट तँसँग मेरो भाइको बिहे पनि क्यान्सल भयो। मेरो भाइलाई बोलाउने, ब्ल्याकमेल गर्ने, नचाहिने कुरा बोल्ने, इमोसनल ब्ल्याकमेल गर्ने, बोल्न खोज्ने, बिहे गरौँ भन्ने कुरा गर्दै नगरेस्। यदि गरिस् भने तँलाई म के गर्छु, के भन्छु, कस्तो गराउँछु भन्ने कुरा बुझिराख भनेर चाहिँ त्यो केटाको दिदीले बेसरी उनलाई थर्काइसके पछाडि केटा पनि डराउँछन्। दिदी विगत त जसको पनि हुन्छ नि, किन त्यस्तो गर्नुभएको भूमिकालाई? अब बिहे फिक्स भइसके पछाडि त्यस्तो गर्न मिल्दैन भनेर बोल्दाखेरि त चुप लाग, तँलाई धेरै कुरा थाहा छैन, तँलाई केही पनि थाहा छैन, त सोझछस्, यो केटीले तँलाई फसाउँछ। देखिस् कतिजना केटा फसाइसकेकी रहेछ, अब तेरो पाली हो। तैँले चाहिँ योसँग कुरै गर्दै नगर, योसँग बोल्दै नबोल, तँ बढी जान्ने नहो भनेर चाहिँ त्यो दिदीले आफ्नो भाइलाई भन्छे। दिदीले त्यस्तो भनिसके पछाडि सोझो भाइले चाहिँ दिदीको कुरा
थप्न सक्दैनन्, दिदीसँग डराउँछन्, दिदीले जे भन्यो त्यही मान्नै पर्ने बाध्यता हुन्छ। यता भने भूमिकाले तपाईँहरूले मलाई यत्तिकै छोड्न पाउनुहुन्न, कुनै पनि हालतमा तपाईँको भाइलाई आफ्नो बनाएरै छोड्छु मैले भनेर भन्छे। त्यो सुनिसके पछाडि चाहिँ त्यो केटाको दिदी आएर गालामा थप्पड हान्छे। फेरि के भनिस् रे, यदि तैँले अब पनि फेरि यही कुरा दोहोऱ्याइस् र मेरो भाइलाई एकहोरो बनाउन खोजिस्, मेरो भाइलाई फोन गरिस्, बिहे गरौँ भनेर कुरा गरिस् भने तँलाई म मारिदिन्छु, मारेरै फालिदिन्छु, मारिदिन्छु भनेर भन्छे। त्यस पछाडि भने भूमिकालाई एकदम धेरै डर लाग्छ। किन भनेछु मेरो विगतको कुराहरू, अहिलेसम्म भनेको थिइनँ, नभनेकै ठिक थियो भनेर चाहिँ उसले मजाले सोध्छे, डराउँछे। त्यस पछाडि त्यो केटालाई पनि अचम्म लाग्छ। त्यो केटा भने चाहिँ सोझो छन्, किन भन्दा उसले राम्रोसँग बुझेकै छैनन् भूमिका कस्ती केटी हो, के गरी विगतमा र आफ्नो उसले परिवारलाई गर्ने व्यवहार कस्तो छ, परिवारसँगको सम्बन्ध, आफ्नो दाइ भाउजूहरूसँगको सम्बन्ध कस्तो छ, उसले आफ्नै बुवालाई कस्तो व्यवहार गर्छे भन्ने कुरा उनले बुझेकै छैनन्। उनले सकारात्मक नै लिएका छन्। भूमिका राम्री स्वभावकी, शील स्वभावकी केटी हो भनेर नै उनी झुक्किरहेका छन्। तर उनले सोचे भन्दा त्यो केटी उल्टो छे। उसले चाहिँ नचाहिने काम गर्ने, नचाहिने व्यवहार गर्ने, परिवारसँग नमिल्ने, भाउजूहरूलाई राम्रो व्यवहार नगर्ने, खालि नकारात्मक मात्रै सोच्ने, सकारात्मक नसोच्ने, त्यस्तो खालकी छे। त्यसैले गर्दाखेरि चाहिँ उनले राम्रोसँग नबुझेको हुनाले उसलाई साथ, सहयोग, समर्थन गर्ने एउटा बुझ्ने मान्छे भएर प्रस्तुत हुने गरेका छन् भने त्यो केटाको दिदी भने अलिकति बढी नै गर्छिन्। त्यसमाथि भूमिका पनि उनीहरूलाई चित्त बुझ्दो छैन। किन भन्दाखेरि उनीहरूले त आफूलाई मन परेकी, अलि धेरै धन सम्पत्ति दिने, शील स्वभावकी, राम्री कुल घरानकी केटी बिहे गर्न खोजेका थिए। तर भाइले जबरजस्ती गरिसके पछाडि चाहिँ भूमिकालाई नै बिहे गर्न बाध्य भएका हुन्। तर उनीहरू खुसी छैनन् मनले चाहिँ। तर भूमिकालाई सबै यो कुरा थाहा छ। के उहाँहरू मलाई बिहे गरेर खुसी हुनुहुन्न भनिसके पछाडि चाहिँ अहिले हुनुहुन्न, बिस्तारै बिस्तारै बिहे गरेपछि त खुसी हुनै पर्यो नि भनेर त्यो केटाले भूमिकालाई सम्झाएका थिए। तर वास्तविक कुरा भूमिकाले आफ्नो हुनेवाला श्रीमानलाई भन्न खोज्दाखेरि चाहिँ सबै कुरा उनले सुनिसके पछाडि चाहिँ रिसाइसके पछाडि गाली गर्ने मात्र होइन, अपशब्द बोल्ने मात्र होइन, भूमिकालाई थप्पडे हान्न पनि भ्याइन् त्यो केटाको दिदीले, मोहनको दिदीले है। त्यसैले गर्दाखेरि चाहिँ पक्कै पनि अब मोहनको दिदीले भूमिकालाई सुख दिँदिनन्। भूमिकाले विगतमा गरेका पापहरू, भाउजूलाई गरेको व्यवहारहरू सबै उनले फेरि उनलाई बदलाको रूपमा दिनेछिन्। भूमिकालाई त्यो मोहनको दिदीले यस्तो व्यवहार गरेको देखेर को खुसी हुनुहुन्छ? यस्तो व्यवहार गर्नु उपयुक्त हो कि होइन? जस्तालाई त्यस्तै व्यवहार गर्नु राम्रो हो कि होइन? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोला। यदि हाम्रो भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला र भिडियोमा तपाईँहरूले के लाग्छ कमेन्ट गर्न पनि नबिर्सनुहोला। र मेन कुरा च्यानललाई सब्सक्राइब गर्नुहोला। च्यानल सब्सक्राइब गर्नुभयो भने यस्तै खालका धेरै भिडियोहरू तपाईँको मोबाइलमा आउनेछ र हेर्न सुन्न पाउनुहुनेछ। अहिलेसम्म हामीलाई सुनिदिनु भयो त्यसको लागि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद।